स्वागत छ तपाईहरु सबैजनालाई मेरो यो छोटो मिनी भ्लगमा। र आज चाहिँ म हस्पिटलमा थिए। मेरो एम्प्लोयर बिमारी भएर म हस्पिटलमा राति रुँग्न आएको थिएँ र अहिले चाहिँ भने म मेरो रुमतर्फ जाँदै छु। हस्पिटलबाट बाबुको साथी आएको रहेछ मलाई लिनको लागि र मलाई पर्खिरहेछ। सो म उसको गाडीमा चढे हैन र म मेरो रुमतर्फ जाँदै छु र मलाई त्यो उसको साथीले यसको इधरको यो भिर पाखाको बारेमा भन्दै थियो कि यो सी अफ ग्यालिली हो हैन, यो चाहिँ किराज मोनाको छेउमा पर्छ भन्दै यसको बारेमा। अनि कहिले सिटी फर्म भएको, कति वर्ष पुरानो सिटी हो, कति वर्ष पुरानोको इतिहास छ भन्दै मलाई भन्दै थियो हैन। हामी गफ गर्दै गयौँ। जाँदै रस्ता बनाउँदै रहेछ र एकछिन हाम्रो यहाँ टाइम लाग्यो हैन। एकछिन हामीले पर्खिन पर्ने भयो। त्यसको बादमा म घर पुगेँ है। अनि घर पुगिसकेपछि मैले चाबी खोलेँ। त्यसको बादमा म भित्र पसेँ, लाइटहरु अन गरेँ र अब म मेरो रुमतर्फ जाँदै छु हैन। यो चाहिँ मेरो रुम हो। मेरो रुम चाहिँ यस्तो छ। तर अब छोरो मान्छे बसेको रुम गन्दै हुन्छ हैन, यसलाई चाहिँ इग्नोर गरिदिनुहोस्। अब म कपडाहरु फेर्छु अनि त्यसको बाद म फ्रेश हुन्छु हैन। अनि फ्रेश भइसकेपछि म मेरो खानाहरु के छ फ्रिजमा हेर्छु हैन। पहिला म ब्रस गरिसक्छु र ब्रस गर्दैछु म अहिले। अब ब्रस गरिसकेपछि म खाना खान्छु। साह्रो भोक लागिरहेछ हैन। रातभरि रुँग्दा सुत्न पाइएन है। अब त्यस्तै हो, रुँदाखेरि अब सुत्न पाइँदैन, यताउता उठिरहन्छ। के दिनु पर्यो, दबाई दिनु पर्यो टाइममा हैन। डाक्टर आउँछ नर्स आउँछ, भिजिटहरु गरिरहन्छन्। त्यसले गर्दाखेरि राम्रोसँग निन्द्रा पुग्दैन कि निदाउन पाइँदैन हैन। अनि अब म चाहिँ अब एकैचोटी भातसात खाएर टक्कैसँगले सुत्दिने हो। अब हेरौँ बेलुका ठिक भएछ भने लिएर आउँछ, ठिक भएन भने फेरि दोबारा रुँग्न जानुपर्छ। राति आज पनि, हिजो पनि, आज पनि, अस्तिको दिन पनि। तर आई होप आज चाहिँ जानु पर्दैन। सायद डाक्टरले डिस्चार्ज दिनेछ। र म फ्रिज खोलेँ। यसको बादमा मैले बनाएको थिएँ सब्जीहरु हैन। यो चाहिँ फूलकोपी आलु है। अनि त्यहाँदेखि यो भात हिजो बनाएको थिएँ मैले बिहान। अनि त्यसको बादमा छ यो मेरो पुदिनाको चटनी र यो मेरो दाल हैन। अनि अब दाललाई माइक्रो गर्ने हो। 2 मिनेटको माइक्रो गरिदिन्छु म यसलाई र म अरु रेडी गर्छु खाना। त्यहाँ चिकन हैन। यस्तो छ मेरो खाना चाहिँ। म त्यस्तै खान्छु ज्यादा जस्तो है। र सबैभन्दा मलाई बेस्ट यो पुदिनाको अचार चाहिँ मलाई बेस्ट लाग्छ के। अनि यो चाहिँ किनिमाको अचार है, मलाई मणिपुरबाट साथीले ल्याइदिएको है। बहुत पिरो रहेछ। अलिकति चाखेको त भुडी नै पोल्ने खालको पिरो। तर मलाई टक्कै यसले 1 वर्ष पुर्याइदिन्छ के। अब मलाई चम्चीले भन्दा पनि हातैले दिन मन लाग्छ भात चाहिँ हैन। तपाईहरु त चम्चीले खानुहुन्छ होला, मलाई चाहिँ चम्ची भन्दा पनि हातै हो। पिरो ओहो। ल यो मेरो छोटो भ्लग पनि आजलाई यति नै समाप्त गर्छु। फेरि अर्को भ्लग लिएर आउने छु हैन। तपाईहरुलाई राम्रो लाग्यो लाइक गरिदिनु होला, शेयर गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। बाइ बाइ गाइस। बाइ बाइ।